यो साला दानव जल्लाद ब्राजिलको सपना आँखाको अगाडि निचडी तोड्यो के। दानव राक्षस दैत्य जे भन्दा नि यसलाई कमी हुन्छ कि साला। यदि गोल हान्नै थियो भने पहिल्यै हान्नुपर्छ नि। लास्ट मिनेटमा गएर त्यो रकेट जस्तो हेडिङ मासाला त्यो ग्याब्रियल कहाँ छ थाहा छैन के। कन्टेस्ट पनि लिएको छैन त्यो। क्लियर हेडिङ बुलेट साला। यो बुलेट कमी के थियो र 90 मिनेटको त्यो फिनिसिङ। हल्यान्ड जस्तो दैत्य राक्षसलाई ओपनमा छोडे साला फ्री किक हान्न दियो जस्तो। ड्यानिलो मार्किनियस ग्याब्रियलको अगाडि ड्यानिलोको टाङबाट बुम तोप हाने के। र त्यो तोपसँग ब्राजिलको सपना सबै गयो। र लास्ट मिनेटमा गएर नेमारले पेनाल्टी पाउँछ र पेनाल्टी हान्छ। त्यसको केही मतलबै छैन। जस्ट नेमार आयो नेमारले गोल हान्यो भन्ने मात्र हो कि। तर यो गेममा ब्राजिलको कुरा गर्नुपर्दा नि नर्वेको कुरा गरौँ कि। नर्वेले लास्ट टाइम फिफा वर्ल्ड कप कहिले खेलेको थाहा छ? 1998 जुन फ्रान्समा भएको थियो। त्यतिखेर इटलीसँग राउन्ड अफ 16मा हारेको टिम सिधै आज आएर राउन्ड अफ 16मा ब्राजिललाई हराएर क्वार्टर फाइनलमा इङ्ल्यान्डसँग भिड्न गइरहेको छ कि। कति ठुलो कुरा होला नर्वेको लागि सोचौँ। र ब्राजिलको कुरा गएको वर्ष क्वार्टर फाइनलबाट गयो र यो वर्ष फेरि राउन्ड अफ 16बाट गयो। ब्राजिलको टिम ब्राजिल जस्तो देखेकै थिएन कि। न कुनै माइन्ड छ। ब्राजिलको टिममा खेल्ने प्रेसर हुन्छ नि जुन हामीले के गर्नु न त्यो छ। न कुनै पिचमा पर्फर्मेन्स देखेको छ। तिमीले इमेजिन गर्न सक्छौ ब्राजिल भन्दा नर्वेको धेरै पोजिसन थियो कि। ब्राजिलको भन्दा नर्वेको पोजिसन धेरै थियो। ब्राजिलले 2.07 कतिको एक्सी हाने त्यसमा त दुईटा पेनाल्टी छ। दुईटा पेनाल्टी एउटा पेनाल्टी 0.8 गरेर 1.6 को एक्सी चाहिँ यत्तिकै हुन्छ कि। ब्राजिलले के गरेको छैन त्यो भन्ने मात्र त्यो चान्सेस बनायो भनेर। पुरा गेम कन्ट्रोल नर्वेले गरेको छ कि। ब्राजिल गेममा देखिएको छैन। न भिनी देखियो। भिनीको सायद मतलब सर्ट पनि राम्रोसँग लिएको देखेन कि। रायन न फिनिसिङ राम्रो। म्याथेस कुन्या त्यो पनि राम्रो खेलाएन आज। के भन्नु कोही राम्रै खेलाएन कि। ग्याब्रियललाई त हल्यान्डले पकेटमा कच्चा चपाएर गएको कि। मार्किनियस थाहा छैन मैले गेममा देखेको छैन त्यो मान्छेलाई। अब त्यो गेममा फुलब्याकहरू छन् भन्ने त मलाई थाहा पनि थिएन। आफ्टर 90 मिनट त्यो मैले नहेर्दासम्म लाइनअप। ब्राजिलको इन्टेन्ट नै थिएन जित्छु भन्ने। ठ्याक्कै पोर्चुगल भन्दा नि भयो। पोर्चुगल खेल्छ नि इन्टेन्ट बिना। त्यस्तै थियो ब्राजिल। ब्राजिल है सुरुबाट आयो होइन मिड ब्लकमा बस्यो काउन्टरमा हिट गर्छु भनेर र काउन्टरमा हिट पनि गर्यो। तर त्यो नाइल्यान्ड किपर नर्वेको त्यो किपरले कसम खाएको थियो कि त जति काउन्टर आन जति जे गर् म गोल हुन दिन्न भनेर बसेको थियो कि। नर्वेले चान्सेस दिएको ब्राजिललाई तर ब्राजिलले आफ्नो चान्स मिस गर्यो। गोल हान्न सकेन। एन्ड्रिकको जुन त्यो टट्टी मिस साला ओपन गोल ट्रिभेल हान्न पुग्यो बाहिर हान्यो गुमाएपछि त्यो पेनाल्टी। म पेनाल्टीमा त्यो किपर बसेँ म रोकिदिन्थेँ कि त्यति प्रेडिक्टेबल पेनाल्टी हानेको थिएँ त्यति बेला। म किपर होइन म त्यस्तो खासै खेल्दैन तर पनि त्यसले पेनाल्टी जुन हानेको थियो नि मै रोकिदिन्थेँ होला कि। नरोकी नि गेस गरिदिन्थेँ यसले कहाँ हानिरह भनेर। त्यस्तो गुज त्यो पेनाल्टी हान्यो। भिनीले किन हान्दैन थाहा भएन तर भिनी पनि त्यति राम्रो पेनाल्टी टेकर होइन। र अर्को कुरा के गरौँ भन्दाखेरि मलाई याद छ कि मैले के बनाएको छु स्क्रिप्ट मलाई याद छ कि ब्राजिलको क्यासिमिरो साला खुट्टा भाँच्यो। म्यान्चेस्टर युनाइटेडमा जति राम्रो खेल्यो एज अ म्यान्चेस्टर युनाइटेड फ्यान म त्यो चाहिँ खुसी छु है। सायद त्यो युनाइटेड छोडेपछि ब्राजिलको त्यो क्यासिमिरोले आफ्नो खुट्टा युनाइटेडमै छोडेर गयो कि। गेममा दौडायो नि देख्दिनँ खेलायो नि देख्दिनँ हल्का फुल्का पास गरेर देख्छु केही गरे होइन है। ब्रुनो गुमारेस एउटा दुईवटा चान्स बनायो। मार्टिनेलीलाई जुन चान्स बनायो त्यो मार्टिनेलीले भेटेर नि भेटेन।
र मार्टिनेली किच्चड प्ले के एरियल त किच्चड गोबर गणेश नर्वे वेयर बेटर टिम जसले जे भन्यो कि नर्वे वेयर बेटर टिम अन द पिच तिनीहरूको माइन्ड है नर्वेको गेमको कुराहरूमा अब नर्वेले फर्स्ट हाफ राम्रो खेल्न सकेको थिएन सर्लोतले बल राम्रोसँग रोक्न सकेको थिएन र बल बनाउन सकेको थिएन जुन त्यसको लागि जुन सर्लोतसँग एक्सपेक्टेसन गरिन्छ नर्वेले फ्रन्ट थ्रीमा नुसा हाल्यान्ड र सर्लोतलाई खेलाउनु भनेको त्यही हो कि किनभने हाल्यान्डमा दुईवटा प्लेयर अभियसली चढ्छ ग्याब्रियल र के अरे मार्किनेस दुईवटा प्लेयर चढ्यो र सर्लोत भनेको त्यो पनि दैत्य दानवै हो त्यो दैत्य दानवलाई 1v1मा हुन्छ एरियली र 1v1मा त्यसले जो वर्ल्डको वान अफ द बेस्ट डिफेन्स आयो नि त्यसले एरियल ड्युल जित्छ भन्ने मलाई लाग्छ कि र त्यहीको लागि भयो नि राइट ह्यान्ड साइडमा त्यसलाई विङ्सबाट खेलाउँछ तर सोरलाई त विङ्समा खेलाउनु के हो त आवश्यक छैन नि त न त्यसमा पेस छ न स्किल छ न ड्रिब्लिङ छ हिज नम्बर 9 के प्योर नम्बर 9 तर पनि उसलाई खेलाउँछ त्यो एउटा टेक्निक हो कि र त्यो टेक्निक काम गरेन आज काम नगरेपछि जुन नर्वे कोच सोल्बाकेन ह्याट्स अप टु दिस कोच के हाफ टाइममा हटायो नुसाको गेम पनि राम्रो देखिएको थिएन ड्रिब्लिङ गरिरहेको थियो होइन तर पनि राम्रो देखिएको थिएन बल लुज गरिरहेको थियो काउन्टर खाइरहेको थियो बल लुज गरेर त्यही भएर नुसालाई र उसलाई सर्लोलाई हटाएर अस्कर बब र हाम्रो सेल्डोरुपलाई लिएर आयो सेल्डोरुप त्यो मान्छे हेर्दा पुकी हो एकदम हरामखोर एकदम खतरनाक प्लेयर दुईवटा एसिस्ट आयो हल्यान्डकै गोलमा हान्यो है दुईवटा एसिस्ट दियो एउटा क्रसिङ पिन पोइन्ट क्रस फाल्यो र हल्यान्डको त्यो बुलेट जस्तो गोली बुलेट जस्तो हेडिङ भनौँ र सेकेन्ड गोल उसैको एसिस्ट काउन्टर खायो है ब्राजिलले र एसिस्ट थियो हल्यान्डलाई कसैले मार्क गरेको छैन हल्यान्ड जस्तो दैत्यलाई कसैले मार्क गरेको छैन त्यो गेममा र हल्यान्डले त्यो हेरी पोस्टमा बुम के रकेट एलिसनले त्यो रोक्नै सक्दैन कि त्यो कुनै किपरले रोक्न सक्दैन जसरी हान्यो त्यसले र त्यही सपना सब तोडिदियो नर्वे र नर्वेको लागि हिस्टोरिक मुभमेन्ट हो ह्याट्स अफ टु दि कोच ह्याट्स अफ टु दि प्लेयर्स ब्राजिलले आफ्नो खुट्टामा आफैले हानेको हो र यो ब्राजिललाई जब 26 मिनटको स्क्वाड आयो त्यतिखेर भन्थ्यो कि यो ब्राजिल डिप जान्न किनभने यिनीहरूले आफ्नो मेन प्लेयर जो इन्फर्म प्लेयरहरू छ त्यसैलाई नल्याएर ब्राजिलियन लिगको र ओन लिगको प्लेयरहरूलाई लिएर आएको छ जो पेड्रो जस्तो प्लेयर त्यो ग्यालाटासराईको ग्याब्रियल सारा हो कि के भन्ने हो नि एउटा त्यो प्लेयर ग्याब्रियल सारा एकदम वान अफ द बेस्ट फर्ममा छ कि त्यस्तो प्लेयरलाई ल्याएन अनि जो पेड्रो चेल्सीलाई क्यारी गरेको जति जे गर्यो त्यसले नै क्यारी गरे त्यस्तो प्लेयरहरू ल्याएन हे भगवान जे एक्सपेक्टेसन थियो ब्राजिलसँग त्यही भयो बिफोर दि वर्ल्ड कप बिग कन्सर्न्स के र यो नर्वेको दैत्य थाहा छैन इङ्ल्यान्डले रोक्छ कि रोक्दैन है इङ्ल्यान्डले रोक्न सकेन भने यो मान्छेले यो टिम पुग्छ के फाइनल अर्जेन्टिनाको पुड्कापुड्कीलाई काँचै खान्छ आफ्नो बुझ त्यसमै दबाएर खान्छ कि त्यस्तो जलालहरूको टिम हो दलाल हो कि जलाल न रेहेम गर्छ न केही र अर्को गेमको कुरा गरौँ मेक्सिको भर्सेस इङ्ल्यान्ड है यो गेम सुरु हुने भनेको 5:45 मा थियो म उठेँ है यो गेम हेर्नलाई म उठेँ गेम खै के भयो सुरु भएन कि एड्सहरू मात्र आयो गेम सुरु भयो म त्यत्तिकै सुतेँ अनि म ठ्याक्कै उठेँ 7 बजीतिर अनि त्यतिखेर टाइम के भयो त्यो हुन्छ नि 7 बजीतिर कति बजी उठेको थिएँ ठ्याक्कै त्यो हाइड्रेसन ब्रेक जस्तो भयो होइन अनि त्यतिखेर फेरि म निदै हालेँ सिधै म उठेँ हाफ टाइम पछि यो जुन मैले बेलिङमको गोलहरू हेर्न पाएन होइन तर मैले हाफ टाइम पछि पुरै हेरेँ गेम हाफ टाइम पछि के हेरेँ थाहा पाएन त्यो रेड कार्ड कोन्साको त्यो रेड कार्डले पुरै गेमै प्लट दियो कि इङ्ल्यान्डको प्लान इङ्ल्यान्डले जो जस्तो खेल्न खोजेको थियो सबै पलट दियो तर मेक्सिकोले त्यो 10 म्यान इङ्ल्यान्डसँग पनि एक गोल ओपन प्लेबाट निकाल्न सकेन कि क्रसिङ इन्साल्ला गर्दै बस्यो
10-12 वटा क्रस फाल्यो, एउटा गतिलो क्रस फाल्यो होइन। त्यो 10-12 वटा मैले त्यो हुन्छ नि 70 मिनट पछिको मात्र कुरा गरेको है फेरि, त्योभन्दा अगाडि कुरा गरेँ 70 मिनट पछि जुन पेनाल्टी हानेपछि जुन क्रसिङ स्प्याम गरेर त्यो त्यसको कुरा गरे है। हान्न त एउटा गोल क्रसिङबाटै हान्यो, रिबाउन्ड भएर त्यो ओएनसिएस चाहिँ कसले हान्यो होइन। त्यो प्लेयरको एउटा छुट्टै कहानी छ कि, जुन त्यो कार्टलहरूमा जान्छु भन्ने गएन, बिहे गर्यो, त्यो मेक्सिकन उसमा सेटल भएर फुटबलमा आयो, फुटबलमा मेक्सिको लागि वर्ल्ड कपमा गोल हाल्यो, त्यसको छुट्टै कहानी छ कि। तर पनि अधुरो कहानी नै भयो, जुन मेक्सिको होम टाउनमा खेल्यो आफ्नो र ट्राई गरिरह्यो तर पनि सकेन, क्रसिङ बाई कुनै प्लान पनि थिएन र इङ्ल्यान्ड वेयर द बेटर टिम एन्ड दे डिजर्भ्स टु विन द वे दे डिफेन्डेड कि। मैले गेम चाहिँ हेरेन तर हाइलाइट हेर्दा जुन जुड बेलिङ्गमको गोल, फर्स्ट गोल त्यही हुन्छ नि, त्यसको थ्रेटै त्यही हो कि जुड बेलिङ्गम इन बिहाइन्ड रन हान्ने, र सेकेन्ड गोलमा त्यो काउन्टर मेक्सिकोले कसरी बल लुज गर्यो है त्यस्तो उसमा आएर सब प्लेट माथि चढेको बेला काउन्टर जुन खान्छ र काउन्टरमा रन बनाउँछ र ह्यारिकेनको पास, मैले भने जुड बेलिङ्गम थर्ड म्यानमा स्पेलिस्ट छ, फेरि थर्ड म्यान रन हान्यो र त्यसमा नि गोल। तर पनि मेक्सिकोले आफूले फाइट देखायो है हामी के गर्न सक्छौँ भनेर, सो आफ्नो ट्राई बेस्ट थियो होइन, सकेन। तर एब्सोल्युट सिनेमा, दुइटै गेम सिनेमा थियो। तर त्यो जल्लालहरूलाई इङ्ल्यान्डले जसरी नै रोक्नुपर्छ, यदि रोक्न सकेन भने फाइनल पुग्छ, कसम से पुग्छ।